लो आज पनि म चाहिँ फेरि टुपेम खाँदैछु। 2टा अन्डा, एउटा टुपेम, अनि सलादमा मुला छ, अनि यता मुलाको अचार छ, अनि म चाहिँ खाँदैछु साथीहरू। आज चाहिँ मैले चाहिँ अरूले मात्रै देखेको थिएँ हातले खाएको, अन्त म पनि आज चाहिँ हातले खानु पर्यो कस्तो हुँदो रहेछ भनेर गम खानु पर्यो भनेर खाएको है। कति सजिलो, कस्तो आनन्द क्या, चित्त बुझ्ने है साथीहरू। आनन्द हुने रहेछ क्या हातले खाँदाखेरि। म त गम कि गम खाइदिएँ। कस्तो मिठो हुँदै थियो। भोक लागेको बेला त कस्तो मिठो हुने क्या, तर म त मटसै भयो लास्टमा त। के अरे यो सबै एउटा टुप्याउँ, 2टा अन्डा यो, अनि र साथमा डिउ पनि छ। डिउ होइन, कोक खाँदा त राम राम राम। अन्त फेरि यो के अरे आफूले अगाडि क्यामेरा राखेर बसेको छ भने नि साथीहरू कति खाइँदो रहेछ के, खाएको पनि पत्तै नहुने। खाएको छ है, पिरो होस् कि सिरो होस् कि आफूलाई भिडियोमा आउँछ है, खाएको यसरी भिडियोमा अगाडि राखेर नखानु पर्ने रहेछ है, मोटाइने रहेछ। आमामा यत्रो धेरै नखाइसक्ने मान्छे म क्यामेरा अगाडि राखेर खाएँ भने टुई सोच्छु। अब म सोच्दैछु पनि के अरे भरे यत्रो खाइसकेर मलाई पेट दुख्छ कि भन्दै खाँदैछु। र मैले सोच्दै है अगाडि क्यामेरा राखेको छु भनेर सम्झिँदै म त राम 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 सबै खाइसकेँ नि लास्टमा। अनि म त यसरी खाएँ भने त म त राम 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 रेस्लिङ खेलाडी हुन्छु होला त साथीहरू। हुन त खानुपर्छ आफूले सक्दो ओर्दो त है, तर म अरू बेला पनि यसरी क्यामेरा अगाडि नराखी चाहिँ खाएँ भने आफूलाई कस्तो लाग्ने, खाइ नसक्ने तरिकाले खान्थेँ। त मैले टाकान टुकन राम राम 2टा अन्डा, एउटा टुपेम, ओ माई गड। सबै खाइसकेर पनि 1 गिलास के अरे कोक, ओ माई गड। तर कस्तो आनन्द, कति मजा हुने रहेछ कि। मलाई चाहिँ फेरि त्यो के अरे चना मटर पनि हालेको थिएँ भिजाएको, अन्त हौ त्यसले टोक्नु कस्तो अलिक ढिलो हुँदै थियो। अनि मैले चाहिँ बिस्तारो सोची खाँदैछु, गम खाँदै है। आनन्द हुने क्या। यस्तो जङ्क फुडहरू नखानु पर्ने, मोटाइन्छ, बिसाउँछ पनि भन्छन्। के गर्नु, मनले मान्दैन। लै 2 दिनको जिन्दगी खाने हो, मर्ने हो भनौँ, खायो बिसायो भने फेरि फलाना चिज खाएको थिएँ त्यसले बिसायो कि भनौँ, मन कन गरौँ बसो। यसरी गर्दै आधा जिन्दगी गयो साथीहरू। तपाईँहरू के गरी जाँदैछ तपाईँहरूको जिन्दगी? मेरो चाहिँ यसै गरी जाँदैछ। खायो अनि लास्टमा खाइसकेपछि भए बिसाउँछ कि भाइ यसले बिसायो कि यसले गर्दा पो यो दुख्दैछ कि भनौँ, कन गरौँ बसो। हुँदै गरोस् भनौँ, खायो। रुगा मर्गीले छोडेको छैन, खानु